ल तपाईँले बाघ र गधाको झगडा सुन्नु भएको छ। झगडा भनौँ, तर्क भनौँ अथवा वाद विवाद भनौँ। कुरो के हुन्छ भने गधाले भन्दो रहेछ घाँस चाहिँ निलो हुन्छ भनेर, अनि बाघले भन्दो रहेछ होइन होइन घाँस चाहिँ हरियो हुन्छ भनेर। अनि गधाले भन्ने घाँस निलो हुन्छ, बाघले भन्ने होइन घाँस हरियो हुन्छ। अनि त्यसपछि गधाले चाहिँ सिंहकोमा गएर भन्दो रहेछ यो बाघले चाहिँ घाँसलाई हरियो हुँदो रहेछ भन्दो रहेछ। घाँस कहाँ हरियो हुन्छ, घाँस त निलो हुन्छ भनेर भन्दो रहेछ। अनि सिंहले उत्तरमा चाहिँ नि हो त नि घाँस निलै त हुन्छ नि, यो बाघलाई पनि के भएको भनिदिन्छ। त्यसपछि गधा यस्तो जोसिन्छ, ल मैले तर्क जितेँ, मैले जितेँ, म घाँस भनेको निलो हुन्छ भन्न थाल्छ। तर फेरि उसलाई अन्याय फिल हुन्छ क्या, यो बाघले चाहिँ मलाई बेकारमा चाहिँ यसरी वाद विवाद गरेर मेरो समय बर्बाद गर्यो, त्यस कारणले तर्क जित्ने मात्र होइन यसलाई कारबाही पनि गर्नु पर्यो भनेर फेरि उसले बाघलाई सिंहलाई चाहिँ गएर भन्छ ल यसले चाहिँ मसँग बिना बित्था यसरी तर्क गरेर बसेर मेरो समय बर्बाद गर्यो, त्यस कारणले बाघलाई कारबाही गरिदिनु पर्यो भन्छ। अनि त्यसपछि सिंहले भन्छ हो त नि यसरी चाहिँ बिना बित्थामा गधासँग तर्क गरेर उसको समय बर्बाद गर्नुहुन्छ, ल बाघ तिमीलाई कारबाही भयो, 3 दिनसम्म तिमी चुपचाप बस्ने, तिमीलाई कारबाही भयो, 3 दिन सकेपछि अनि बल्ल तिम्रो सजाय सिद्धिन्छ भन्छ। अनि बाघले 3 दिनसम्म आफ्नो सजाय काट्छ। अनि काटिसकेपछि गधा एकदम उत्साहित भएर घर जान्छ। ल मैले तर्क पनि जितेँ, मैले के अरे बाघलाई कारबाही पनि गरेँ भनेर भन्छ। अनि ऊ खुसी भएर गइसकेपछि बाघले चाहिँ सिंहलाई सोध्छ घाँस हरियो हुन्छ भन्ने कुरो मलाई पनि थाहा छ, तपाईँलाई पनि थाहा छ, दुनियाँलाई थाहा छ, तर पनि तपाईँले मलाई किन कारबाही गर्नुभयो भनेर सोध्छ। अनि फेरि सिंहले उत्तरमा चाहिँ हो त नि घाँस हरियो छ भन्ने कुरो मलाई पनि थाहा छ, तिमीलाई पनि थाहा छ, दुनियाँलाई थाहा छ, तर तिमी गधासँग तर्क गरेर चाहिँ किन बस्यो? तिमी तर्क गरेर बसेकोले, गधाइसँग तर्क गरेर बसेकोले तिमीलाई कारबाही गरेको हो भनेर भन्छ। कथा यहाँ सिद्धिन्छ। तपाईँलाई मजा लाग्यो भने अरूलाई सेयर गर्नुहोला। अनि यो च्यानलमा चाहिँ म यस्तै कथाहरू जम्मा गरेर सेयर गर्ने विचार छ। तपाईँसँग छ भने पठाइदिनु होला, यो कथा भन्नु पर्यो, अथवा तपाईँले मोबाइल यसो तानेर त्यो कथा भनेर मलाई ट्याग गर्नुहोला। म चाहिँ यो मेरो गुरु .org चाहिँ राख्नेछु। यहाँ चाहिँ म कलेज लेभलका कोर्सहरू पनि केही राख्छु, क्रेडिटेड पनि नन क्रेडिटेड पनि। अनि त्यसरी नै के अरे 9-10 का कोर्सहरू, अनि प्लस यसरी नै एआई सम्बन्धी र मोरल सम्बन्धी शिक्षाहरू हाल्दै जानेछु। तपाईँको सहयोग चाहन्छ। नेपालीको जय होस्, एकअर्कालाई उत्साह दिने काम गरौँ। हेरिदिनु भएकोमा धेरै धन्यवाद है त। थ्याङ्क यू।